गाइस वेलकम टु माई च्यानल। म चाहिँ भर्खर नुहाएर निक्लेको छु है। म चाहिँ बेसिक मेकअप कसरी गर्छु म सधैँ भनेको चाहिँ म त्यही देखाउन चाहिँ गइरहेको छु है। म चाहिँ अब स्टार्ट गर्दैछु भिडियो चाहिँ के लगाउँछु म। यो फर्स्टमा चाहिँ मेरो यो सेरम छ। यो सेरम लगाउँछु। यो सेरम चाहिँ लाइक बेसी लगाउनु पर्दैन है। 1 ड्रप 3 ड्रप्स अलिअलि अघि मैले बेबी क्रिम पनि लाग्थेँ अनि 2टा बेबी क्रिम म यसरी नै लाउँछु म सधैँ लाउँदाखेरि। तर म बेसी चाहिँ लाउँदिनँ कि एकदम मिनिमम एकदमै कम्ती गरेर लाउँछु। त्यसको बादमा चाहिँ म पाउडर यो पाउडर चाहिँ किनभने म लाइनर लाउँछु नि त। लाइनर लाउनु त्यहाँ पुरा ग्लसी भइरहेको हुन्छ। यो पाउडरले चाहिँ त्यहाँनिर म्याट बनाउँछ। त्यहाँदेखि म चाहिँ त्यहाँ लाइनर लाउनुको लागि चाहिँ मैले त्यो गरेको। अनि लाइनर चाहिँ मेरो यस्तो खालके छ। यो लाइनर पनि म नयाँ ल्याएको। तर म चाहिँ फोनमा हेरेर लाउनु सक्दिनँ र त्यहाँ अगाडि ऐना थियो। ऐनामा हेरेर लगाएको मैले चाहिँ यो हो। अनि त्यस्तो बेसी लाउँदिनँ, अलिअलि मात्रै 1 स्ट्रोक मात्रै हो। अनि त्यो चाहिँ ऐनामै हेरेर लाउनुपर्छ नि त, नभए लाउनु सक्दिनँ नि त। त्यो पनि गाजर पनि मेरो डन भयो साथीभाइ हो। अनि त्यहाँदेखि चाहिँ म लिप ग्लस चाहिँ म हल्का एकदमै सबै कुरा हल्का एकदमै मिनिमम। त्यो ल्याप लाउनु चाहिँ मन पर्दैन कि मलाई, एकदमै कम्ती लाइट मेकअप गर्नु मनपर्छ जहिले पनि। तर यो चाहिँ हामी चाहिँ बोजूको साथीको घरमा जानु आँटेको थिएँ, त्यही भएर चाहिँ मैले यति मेकअप गरेको। घरमा बस्दा चाहिँ म यस्तो सबै चाहिँ लाउँदिनँ कि। घरमा बस्दा त म जस्ट मोइस्चराइजर र सनस्क्रिन मात्रै लाउँछु। अनि यो बाहिर निस्किँदा चाहिँ हल्का मेकअप क्या, लाइट मेकअप। अनि यो पनि डन भयो। अनि त्यहाँदेखि चाहिँ म चाहिँ परेलाको लागि परेला पल्टाउनुको लागि यो युज गर्छु म सधैँ। अनि यसले चाहिँ परेला राम्रो भएको जस्तो लाग्छ कि पल्टिन्छ नि त। मेरो त परेला पनि बेसी छैन। अनि कपाल चाहिँ अब कपाललाई सुकाउँछु। अब चाहिँ कपाललाई सुकाउँछु भनेर चाहिँ अब ड्रायरले कपाल सुकाउँछु हो। अनि
नभए बाहिर निक्लिँदाखेरि यो नसुकेको कपाल कस्तो हुन्छ यो फेजी न फेजी हो। अनि कपाल सुकाएर चाहिँ मजाले पुरा चाहिँ सुकाउँदिनँ किनभने मलाई कपाल ड्यामेज हुन्छ भनेर डर लाग्छ कि। तर पनि म चाहिँ अलिअलि चाहिँ सुकाउँछु, हल्का हल्का लाइट सुकाएर चाहिँ अनि बाहिर निक्लिन्छु नि त। अनि यसरी नै सुकाउँछु म चाहिँ जहिले पनि कपाल सुकाउँदा चाहिँ। यो 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 जुन चाहिँ यो छ नि कपाल सुकाउने, यो चाहिँ कति राम्रो छ क्या। यसले चाहिँ कपाल स्ट्रेट गर्नु पनि मिल्छ। मैले चाहिँ कपाल हल्का सुकाएँ हो। अहिले चाहिँ मैले यो लुगा लगाएँ स्वेटर। अब बाहिर जानको लागि रेडी भएको नि त। अनि त्यति नै हो। कस्तो देखियो भनिदिनुहोस् साथीहरू। यो चाहिँ मैले जस्ट बाहिर जानुको लागि अलिअलि मेकअप गरेको। अब घाममा जान्छु नि त, अनिखेरि चाहिँ सनग्लास चाहिँ लगाएर निक्लिन्छु नि त म बाहिर जाँदाखेरि। कस्तो देखियो साथीहरू कमेन्ट गर्नुहोस् है। बाई बाई एभ्रिवान।